नमस्कार। जुन अनित्य छ त्यो दुःखदायी हुन्छ। एक दिन बिहान भगवान बुद्धलाई आफ्ना अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ। यस जघन्य अपराध हुनबाट रोक्नु श्रेष्ठकर हुन्छ भन्ने उहाँलाई लाग्यो। त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू तर्सिने गर्दथे। उनको क्रूरतालाई सदाका लागि बन्द गर्न कोसल देशको भारदारी सभाले अङ्गुलिमाललाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो। यसबाट व्यग्र बनेकी माता छोरालाई अन्तिमचोटि आफ्नै आँखा सामुन्ने हेर्न चाहन्थिन्। तिनले भेट्न नपाउँदै बुद्ध अङ्गुलिमालको अगाडि देखा पर्नुभयो। श्रावस्तीमा भिक्षाटन पछि अङ्गुलिमालले भएकै जङ्गलको बाटोबाट फर्कन खोज्दा त्यहाँ खेतमा काम गरिरहेका किसानहरूले बुद्धलाई उक्त बाटो भई नजान सल्लाह दिएका थिए, तर उहाँले मान्नु भएन। अङ्गुलिमाल एक व्यक्तिको मात्रै प्रतीक्षामा थिए जो कसैलाई मारेर एक औँठा मात्रै जुटाउन पाए हुन्थ्यो भन्ने ध्याउनेमा थिए र 1000 औँठा जम्मा पार्ने उसको वर्षौसम्मको अभियान सफल हुँदै थियो। बुद्धलाई देखेपछि आफ्नो उद्देश्य अब पुरा हुने भयो भन्ने ठानेर ऊ बुद्धलाई भेटाउन पछि कुद्न थाल्यो। जति कुदे पनि भेटाउन नसकेपछि त्यो पुरुषको होला भन्ने कौतूहलता उसमा जाग्यो र सोध्यो, तिमी को हौ अडिनु? उनले अगाडि भने, म देखेर अलिकति पनि डराएनौ। म कुदेको कुदै छु र थाकिसके पनि तिमी थाकेका छैनौ, आत्तिएका पनि छैनौ। यसअघि मेरो सामुन्ने कसैले उभिन्नसम्म हिम्मत गर्न सक्दैनथ्यो। प्रत्युत्तरमा बुद्धले भन्नुभयो, म कुदेको छैन, तिमी पो यो संसारमा लगातार कुदिरहेका छौ, भागदौड गरिरहेका छौ, क्षणिक सुखका लागि आफैलाई दुःखको भुमरीमा धकेलिरहेका छौ। सोच त, तिमी त वास्तवमै अहिंसक छौ। तीक्ष्ण बुद्धिका अङ्गुलिमाललाई तत्क्षण नै होस जाग्यो कि उसले मूर्खतावश यी सब नकाम गरिरहेको छु भनेर उनलाई बुबा आमाले राखिदिएको नाम अहिंसक थियो। आफ्नो कुकर्मप्रति उनलाई भयङ्कर पश्चाताप र ग्लानि भयो। बिना विलम्ब उनले बुद्ध सामु भिक्षु बन्न अनुनय गरेर उनी भिक्षु भए। उनकी आमा मारिनबाट बचिन्। जन्म दिने आमाको हत्या गर्नबाट अङ्गुलिमाल बच्यो। त्यसभन्दा ठुलो कुरा, अङ्गुलिमालले हिंसालाई त्याग्यो र मुक्तिको मार्ग भेटायो। बुद्धले बुद्धत्व लाभ गर्नु भएपछि बहुजन हित बहुजन सुखका लागि 45 वर्षसम्म गाउँ सहर सहर घुम्नुभयो। विश्राम लिनु भएन। क्षणिक सुखको पछाडि नदौडेर स्थायी सुखको खोजीमा लाग्न दुवैजनलाई उत्प्रेरणा दिँदै हिँड्नुभयो। बाटो देखाउँदै अघि बढिरहनुभयो। मेरो शरणमा आऊ, म मुक्ति दिलाइदिन्छु भनेर बुद्धले आफूकहाँ आउने कसैलाई पनि कुनै आश्वासन दिनु भएन। सांसारिक सुख, वैभव, पद वा प्रतिष्ठाका लागि दिनरात नभनी भागदौड गरिरहेका अज्ञानीजनलाई सांसारिक वस्तु सबै क्षणभङ्गर छन् र नाशवान छन्, परिवर्तनशील छन्, त्यसैले ती अनित्य हुन् भन्ने ज्ञान बाँड्नुभयो। जुन अनित्य हुन् ती सुखकार हुँदैनन्, दुःखदायी हुन्छन्। अनित्य र दुःखदायी वस्तु म र मेरा हुन सक्दैनन्, त्यसकारण अनात्म हुन्। त्यसमाथि कसैको पनि वंश चल्दैन। ती शाश्वत र अजर अमर भएर रहन सक्दैनन्। अनित्य, अनात्म र दुःखदायी कुराहरू त्यसकारण ल्याजय छन् भन्ने जीवन दर्शनलाई उहाँले जीवनको अन्तिम क्षणसम्म पनि जनसाधारणलाई सम्झाउँदै बुझाउँदै हिँड्नुभयो। बुढ्यौलीले जर्जर भइसकेको आफ्नो शरीरलाई थोत्रो गाडा जस्तो ठान्नुहुने उहाँले आफ्नो शरीरलाई त्यागेर महाप्रस्थान गर्न लाग्दाको अन्तिम घडीसम्म पनि विश्राम लिनु भएन। यो दौड उहाँको बुद्धचार्य थियो, जुन मैत्री र करुणाले ओतप्रोत थियो। अशक्तावस्थामै सुभद्र नामक एक जिज्ञासु बुद्धलाई भेट्न पाऊँ भनेर जिद्दी गर्दै थिए। उनले संसारमा बुद्धको दर्शन अन्त्य दुर्लभ हुन्छ भनेर आफ्नै गुरुको मुखबाट सुनेका रहेछन्। भिक्षुहरूले देह त्याग अन्तिम घडीमा कष्ट हुन्छ भनेर बुद्ध सामु जानबाट रोकिरहेका थिए, तर आफू कहाँ आएर प्रश्न राखेर उत्कृष्ट चाहना बोकेर आएका सुभद्रालाई बुद्धले नरोक्ने भन्नुभयो। सुभद्रको प्रश्न थियो, संसारमा सबैले आफ्नो धर्म सम्प्रदाय सर्वश्रेष्ठ छ भन्ने गर्छन्, सर्वश्रेष्ठ धर्म सम्प्रदाय छुट्याउने कसरी होला? बुद्धको जवाब थियो, जुन धर्म विनयमा आर्य अष्टाङ्गिक मार्ग हुँदैन, त्यस धर्म विनयमा श्रमण
हुँदैनन्। जुन धर्ममा विनयम आर्य अष्टाङ्गिक मार्ग छन् त्यहाँ श्रमणहरू हुन्छन्। अरू धर्म विनयमा श्रमणहरू छैनन्। श्रमणहरूले राम्रो धर्माचरण गरी बसे भने यस लोकमा अहत मुक्त पुरुषहरू बिलाउने छैनन्। बुद्धले वैराग्य जगाउने धर्म सम्प्रदाय श्रेष्ठ हुन्छ भने आफ्नो अभिमत जाहेर गर्नुभएको हो। धर्मको नाममा गरिने नाना थरीका व्रत यज्ञ उपवास मूर्ति पूजा वा ईश्वरको शरणले मुक्ति नदिने, बरु मुक्तिका लागि कसैको भर नपरी आफ्नो ज्योति आफै बन्ने, होसपूर्वक जिउने दर्शन अँगाल्न त्यतिखेरको समाजलाई बुद्धले उत्प्रेरणा दिनुभएको हो। यही धर्माचरणले मुक्ति दिलाउने हो। त्यो दर्शन मार्ग आर्य अष्टाङ्गिक मार्ग हो जसमा शील समाधि र प्रज्ञा समाहित छ। बुद्धका अनुसार सुख र स्वर्गको कामना नगर्ने वितरागी नै सच्चा श्रमण हुन्। बुद्धको यस उपदेशबाट सुभद्र मुक्त पुरुष भए। उनी बुद्धसँग अन्तिम संवाद गरी अहर्त लाभ गर्ने सौभाग्यशाली अनुयायी बने। मन निर्माण भएपछि अब हामीलाई सिकाउनु हुने गुरु रहेनन् भन्ने तिमीहरूलाई लाग्न सक्छ। अलमल नहुनु। आजसम्म मैले धर्म र विनयको बारेमा जे जति प्रज्ञप्ति गरेको छु ती सबै नै तिमीहरूको शाश्वत हुन् भनेर सम्झिनु। उहाँले भिक्षु सङ्घलाई यसरी मार्ग निर्देशन गर्नुभयो। यसअघि पनि उहाँले आफ्ना सेवक भिक्षु आनन्दसँगको संवादमा अब मैले बताउन बाँकी कुनै विषय रहेन, मसँग आचार्य मुष्टि छैन भनेर भन्नुभएको थियो। आफूले 3 महिनापछि देहत्याग गर्नेछु भनेर घोषणा गरेको दिन उहाँले यो भेद खोल्नुभएको थियो। बुद्धको यस कथनबाट आफ्ना अनुयायी भिक्षुहरूलाई कस्तो प्रकारबाट ज्ञान बाँड्ने वा मार्ग निर्देशन दिनु गर्नुहुन्थ्यो भन्ने थाहा लाग्छ। निर्वाण जान अब धेरै समय बाँकी नरहेको भाव प्रकट गर्दै उहाँले धर्म र विनयबारे कुनै दुविधा वा शङ्का भए सोध्न एकतित भिक्षु सङ्घलाई भन्नुभयो। कसैबाट प्रश्न आएन। दोस्रो र तेस्रो चोटि पनि उहाँले यही कुरा दोहोर्याउनु भयो। तर सबै भिक्षु मौन बसे। कसैले प्रश्न सोधेनन्। तत्पश्चात उहाँले भिक्षुहरूलाई सम्बोधन गर्दै अन्तिम उपदेश दिनुभयो। सबै संस्कार अनित्य भएको कुरा बुझेर अप्रमाद भई कुशल धर्म सम्पादन गर्नु। बुद्धले सदैव होसपूर्वक जीवन जिउनु सम्झाउनु भयो। काय वाक र चित्तको विशुद्धिमा जोड दिनुभयो। मानसिक विकार र कलेश क्षय गर्न घचघचाइरहनु भयो। कुशल कार्य गरी पुण्य सञ्चय गर्न र मानसिक सन्ताप एवं दौर्मनस्य उत्पन्न गर्ने अकुशल कर्मबाट बचेर रहन सचेत गरिरहनुभयो। त्रिविष नभई अलोभको आश्रय लिन उपदेश दिइरहनुभयो। सांसारिक भोगविलासमा लिप्त रहने मानिसलाई फलामलाई उसैबाट उब्जेको खियाले खाए जस्तै दुर्गतितिर धकेल्ने बुद्ध उपदेश सबैका लागि मननीय छ। उहाँको अर्को उपदेश थियो शरीरलाई कष्टकर दिएर हठचारे नगर्नु। लोभले लालायित, द्वेषले दग्ध र वासनाले वशीभूत अनार्थ पृथक जनलाई बुद्धले आफ्ना जीवनकालमा मूलतः 2 कुरा सिकाउनुभयो। दुःख र दुःखबाट मुक्ति, जन्मनु, बुढो हुनु, रोगी हुनु, मर्नु, अप्रियसँगको सहवास, प्रियसँगको बिछोड, इच्छित वस्तुको अप्राप्ति सबै दुःख हुन्। यो चतुर महाभूतले बनेको हाडछालाको शरीर रहेसम्म यी दुःख कष्टले सताइरहन्छन्। यो शरीर रूप वेदना, संज्ञा, संस्कार र विज्ञानको पुञ्ज हो। यो पुञ्ज नश्वर छ र व्याधि तथा दुःखको खानी हो। शरीरमा उत्पन्न हुने दुःख वा सुखद वेदनाहरू अनित्य प्रकृतिका छन्, दुःखदायी छन्। त्यसैले दुःखले भरिएको यो संसारमा देखेर ऊ वाक्क छ र अनित्यतालाई बुझ्न चाहँदैन। चाहे पनि उसलाई फुर्सद छैन। शारीरिक कष्ट, मानसिक तनाव, वेदना, विरह, अहङ्कार, जलन, ईर्ष्याले उकुस मुकुस यो संसारको दुःख स्वभाव र अनित्य स्वभावलाई बुझेर यसबाट मुक्ति पाउने उपाय खोजी हिँड्ने मानिसलाई तिष्ठाले सताउँदैन, वासनाले अठ्याउँदैन। सोही प्रज्ञानको कारण ऊ शान्त र धैर्यवान हुन्छ। मानिस दुःख अनुभूतिका चाह राख्छ, अप्रिय अनुभूतिको तिरस्कार गर्छ। जतिसुकै सुन्दर रूप होस्, जतिसुकै कर्णप्रिय आवाज होस्, जतिसुकै सुगन्धित वासना होस् वा स्वादिलो भोजन होस्, ती सबै उत्पत्ति भई निरोध भएर जाने धातु स्वभाव मात्रै हुन्, सधैँभरि रहिरहने होइनन्। त्यसकारण अनित्य स्वभावको त्यस्ता वस्तुसँग टाँसिएर बस्नु व्यर्थ छ। मानव देह, वेदना र चित्तलाई यसरी नै पारिफारिकन हेर्न र बुझ्न सकियो भने म र मेरा भन्ने दृष्टि विलुप्त भएर जान्छ।
परमार्थ सत्य साक्षात्कार हुन्छ। यस्तो सत्य अन्यत्र खोज्नु आवश्यक छैन, आफ्नो शरीरमै निहाल्ने हो भनेर भन्नुहुने बुद्धलाई त्यसकारण विभजवादी भनेर पनि सम्बोधन गर्ने गरिन्छ। यो शरीर म हुँ, यी मेरा हातखुट्टा हुन्, यी मेरा सन्तान हुन्, यो मेरो जमिन जायदाता हुन्, यी मेरा दुश्मन हुन् भन्ने आत्मस्वभावलाई हामीले अहिलेसम्म बोकिरहेका हुन्छौँ। दुःखका श्रृङ्खला टुट्दैनन्। यस्तो मिथ्या दृष्टि रहेसम्म भवमा प्राणीको आवागमन निरन्तर चलिरहन्छ। बुद्धका सच्चा अनुयायीहरू प्रथम त सत्कार्य दृष्टिलाई जरैदेखि उखेलेर फ्याँक्न प्रयत्नशील रहन्छन्। जो छँदै छैन, प्रज्ञप्ति मात्रै हुन्, त्यस्ता चिजहरूलाई आफूले अनुभूति नगरेकै राम्रो। सम्यक दृष्टि वा ज्ञानचक्षु नभएर मानिस त्यसरी ममकार र अहङ्कारले सिर्जना गर्ने यो लोभी संसारलाई यही 3.5 हातको शरीरभित्र राम्ररी निहालेर बुझ्ने प्रयास गर्न महामानवलाई बुद्धले सिकाएर जानुभएको छ। कसैको लहलहीमा नलागी आफ्नै विवेकको कसीमा घोटेर हेर्दा सही जाँचे मात्रै कुनै वाद वा सिद्धान्तलाई स्वीकार्नु भन्ने उहाँको उपदेशमा त्रास, धम्की र प्रलोभन फेला पर्दैन। बरु चिन्तन मनन्थन त्यो हदसम्मको स्वतन्त्रता पर्याप्त छ। बेहोसीमा हजार वर्ष जिउनुभन्दा होसपूर्वक एक दिन जिउनु उत्तम हो भनेर सिकाउनु हुने उहाँ महामानव बुद्धको परिनिर्वाण मात्र होइन, लुम्बिनी उपवनमा राजकुमार सिद्धार्थको जन्म र अरू बेला बुद्ध गएमा उहाँलाई बोधि ज्ञान लाभ पनि वैशाख पूर्णिमाकै दिन भएकाले विश्वभरका बौद्धहरूको लागि यो दिन अत्यन्तै ठुलो महत्त्व रहेको छ। यसरी गौतम बुद्धका उपदेशहरू मानिसहरूले जीवनमा पालना गर्दै जाने हो भने मानिसहरू विक्षिप्त हुनु पर्दैन, मानिसहरू वैराग्य हुनु पर्दैन, अर्काको इच्छा डाहा गर्नबाट पछाडि हट्ने र आफ्नै संसारिक सुखमा तल्लीन हुनुपर्दछ।